किन लजाउनु भयो भने लजाएको होइन तपाईँ माननीयलाई देखेर लजाएको कहाँ हुनुहुन्छ माननीयजी यहाँनिर हुनुहुन्छ ढुङ्गा बोकेर। तपाईँको को पो अरे हाम्रो मामा मामा हाम्रो मामा मामा मामालाई बोलाउन किन बोल्नु हुँदैन मामा मामा बोल्नुहोस् न बोल्नुहोस् हेलो सुन्नी फुपू मेरो फुपू हो यता हेलो फुपू उहाँ हाम्रो मामा हुनुहुन्छ यता फोटो सेसन हुँदैछ पक्रिनु पक्रिनु हेलो 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 अनि अरू के भन्न चाहनुहुन्छ अरू केही भन्नु छैन टोइलेटको चाहिँ अलिक कमी रहेछ होइन टोइलेट चाहिँ अलिक धेरै बनाउनु पर्यो धेरै बनाउनु पर्यो तपाईँले टोइलेटको सुविधा पाउनुभयो भएन कस्तो लागिरहेछ आज दिदी एकदम गुड लागिरहेछ कसलाई मिस गरिराख्नु भएको छ छैन मेरै साथीहरू हाम्रै ग्रुपको साथीहरूलाई कस्तो लागिरहेछ आज धरानमा रमाइलो लागिरहेछ कतिको गर्मी छ त अनि आजको धरान शीतल छ त्यसले मौसमले नि हामीलाई साथ दिन्छ नि हामी आउँछ भनेर होला है फुलहरू सबजनाको हातमा फोन छ है भिडियो बनाइराख्नु भएको छ फोटो यता आन्टीहरू एकदम इन्जोय गरिराख्नु भएको छ यस्तो हुनुपर्छ मान्छे भएपछि चाहिँ एकदम इन्जोय गर्न सक्नुपर्छ यसरी हेर्नु त आफ्नो आफ्नो ग्याङ छ कस्तो मजा मजाले फोटो खिचिराख्नु भएको छ अङ्कलहरू त वाउ म चाहिँ यहाँ बसेर एकदमै हेर्नु पर्यो सबैजनालाई गालो झ्याल सबै मारिहाल्नु भयो त यता आफ्नै ग्रुप छ यो के हो भने नुनको भाँडाहरू चामल अनि कराई कन्तीहरू भयो खानेकुराहरू क्या त्यो नि के हुन्छ नि चामल नुन तेल सबै भाँडाकुँडाहरू हो क्या यता आन्टी दिदीहरूको आफ्नै मजा छ यतिको चाहिँ रमाइलो गर्नुपर्छ है यतिको चाहिँ यो त आफ्नै दुनियाँ छ होइन यो त आफ्नै दुनियाँ छ हुन्छ हलो नजान्ने हलो जुवा नजान्नु हुनेले चाहिँ उहाँले बुझाउँदै हुनुहुन्छ के अरे बाजे यो हरिस यो अनौ यो हलो यो यहाँको टुनाको खाली यो खाली यो पर्दा यसलाई के भन्छ यो हरिस हो हरिस हजुर हलुडो यो जुवा हो जुवा यसलाई के भन्छ सोइला मान्छे यसलाई के भन्छ हजुर यसलाई के यसलाई के भन्छ बाजे यसलाई के भन्छ यो करुवा करुवा थाहा रहेछ तर मलाई सबै कुरा थाहा थियो तर पनि मैले सोधिदिएको
पुगेको अहिले यहाँ खर्कसाङको श्रम संस्कृति पार्कमा चाहिँ सङ्गीतमय सारङ्गीको धुनसहित मादलको तालमा मान्छेहरू छ त मादल मादल त बजाइरहेको थियो त बजाउने एकदमै राम्रो छ अनि भोइस अफ नेपालमा पनि गएको छ यो मान्छे चाहिँ होइन तेजेन्द्र गन्धर्व चाहिँ त्यति बेला चाहिँ हामीले पनि भोट लगाइदिएको है जितेन कति उयो गरेर भोट चाहिँ दिनुभयो भोट पनि दाजुले पनि खत्रै भोट किनिदिनु भएको थियो